Hello everyone. Uh, this is Helmet Intercom. Intercom V6 प्लस राइडर भन्ने हो हैन। यसमा चाहिँ फिचरहरू पनि एकदम लोडेड छ, राम्रो छ है। त्यो हिसाबले मैले पनि यो आज किनेर लिएर आएको र यसमा तपाईहरुलाई अनबक्सिङ गरेर देखाउँ भनेर यो V6 राइडर प्लस को हेलमेट इन्टरकम आज म अनबक्सिङ गर्दैछु र यसमा फिचरहरू पनि राम्रै छ। यो चाहिँ नि V6 राइडर प्लस इन्टरकम हो है। यसमा फिचरहरू राम्रो दिएको छ, किन चाहिँ ब्लुटुथ फुल डुप्लेक्स टकिङ म्याक्सिमम 1200 मिटर टकिङ डिस्टेन्स भनेको छ है। अनि कनेक्टेड विथ फोन्स, अटो रिसिभिङ कल्स, AUX एक्सेस, लिसन, म्युजिक, GPS नेभिगेसन भनेको छ। अनि यसमा अरू फिचरहरू पनि एडेड गरिएको छ चाहिँ, जस्तै इन्टरफोन सिस्टम, स्टेरियो म्युजिक, अनि अटो रेकर्डिङ फोन कल्स, प्रोफेसनल वाटरप्रुफ र अटो एक्सेस भनेको छ है। सुरु गर्नुभन्दा अगाडि सब्सक्राइब गरिदिनु होला र सँगसँगै यसमा भएको लाइक आइकन बटन पनि क्लिक गरिदिनु होला र घन्टी पनि बजाइदिनु होला त्यहाँ सब्सक्राइब गरेर। Now let's start the unboxing the intercom है त। ल सुरु गरौँ। यसमा यो छ, खै कहाँ छ? ओके, उल्टो खोलिछु, यतापट्टि रहेछ। यो इन्टरकम हैन। यसको चाहिँ नि मैले यो त्यहाँ लिँदाखेरि यो छ है, V6 प्लस राइडर भनेको छ। V6 प्लस राइडर भनेको छ, यो छ राम्रो क्वालिटीको छ, हेभी पनि छ यो है। यसले चाहिँ नि 1 फुल चार्ज पछि 10 डेज भनेको छ हैन, चलाउनलाई 10 डेज भनेको छ। यसमा चाहिँ नि मेबी यसको 18 आवर्स भनेको छ है क्यापासिटी, ब्याट्री ब्याकअप। हेरौँ यसमा के फिचर त टन्नै छ, यहाँ के छ पढ्नु, अब कसरी उ गर्ने, हाल्ने, के काम गर्छ, फङ्सनहरू सबै म्यानुअलहरू मजाले नै दिएको छ छँदै चाहिँ। चाइनिज, इङ्ग्लिस, उर्दू कसरी के हुन्छ ठिकै छ। यो पछि हेरौँ है हामी। फर्स्टमा यो हेरौँ, यो यस्तो छ। यसको अन चाहिँ यहाँबाट हुन्छ के अरे, यस्तो छ हैन। यो पछि गरौँला। यो छ फर्स्टमा। अनि यो स्टिकर टास्नलाई स्टिकरहरू छ है, यो हो। अनि यो होल्डर, यसको पछाडिपट्टि यहाँ राखेर टक्क होल्ड गर्ने कुरो हो यो हैन। यो होल्डर यो पनि छ। अनि अर्को चाहिँ USB केबल है, टाइप सी को USB केबल पनि छ। अनि यो चाहिँ हेलमेटमा टास्ने होल्डर है, डबल टेपवाला यो पनि छ। अनि यो के हो, यो पनि माइकै रहेछ है साथी, हेर्नुहोस् है। यो नि एउटा माइक रहेछ है। अनि यहाँ के छ, यो पनि माइकै रहेछ यार। यो चाहिँ नि ओके, यो चाहिँ नि ओके, स्पिकरसँग माइक कनेक्ट भएको रहेछ यो चाहिँ। ओके, तर स्पिकर चाहिँ मैले सुनेर ल्याएको यहीँ ल्याउँछ नि, दामी छ, टिकुबाट ल्याएको हो। साउन्ड चाहिँ राम्रो लागेको थियो मलाई। अनि फोन कल पनि चेक गरेको थिएँ, यो बवाल छ, राम्रो लागेर ल्याएको। नर्मल 1200-1500 भन्दा हाई रेन्जकै हो यो हुन चाहिँ। अनलाइनमा मेबी 45, 55, 6000 सम्म बेचिरहेको छ भनेर भन्दै थियो। हेरौँ के छ है। यो यस्तो छ। यसको यो चाहिँ हेलमेटमा हाल्दाखेरि यो यसमा कनेक्ट गर्यो हैन, यसरी। अनि अन गरौँ। एन्ड देन ओके, पावर अन चाहिँ ओके यहाँबाट रहेछ है, यसैबाट है। 1 अनि मेबी म अर्को फोनमा कनेक्ट गरेर हेर्छु ल है।
सरी ब्लुटुथ भने यहाँ बी रहेछ त B6 आयो है ओके पेयरिङ गरौँ पेयर हैन नाउ कनेक्टेड भयो ओके अब अरु भने त्यस्तो यसमा म्युजिक चाहिँ के कस्तो सुनौ है त ओए क्या है यस्तो पुरै मलेसिया आउँछ त्यहाँ बालेन्दाईको गीत सुन्दियो नि त बालेन्दाई हैन बालेन साथी हो बालेन सानी सङ ओके है साउन्ड मात्र सुनौ ल यसको कस्तो Namaste, स्वागत छ यहाँहरुलाई to another brand new episode of न्यानो मायाका कुरा brought to you by न्यानो डाइपर्स त्यो हैन र आजको एपिसोड यो चाहिँ सुनौ न यो बालेन्दाईको गीत सुन्नु भनेको म्युजिक त बवाल छ यार के हुन्छ कहाँ गाथ्यौ साउन्ड सुन्नु पनि हैन फुल भोल्युममा धर्म बुझी यही हो मेरो कर्म सोची किलकिले हाँसोको खोजी टिटीले आँसुलाई पछि पूजा रोटी कार्यालय पूजा कोठी 2 पैसा जोगिने हो कि त्यही आशामा दौडिन्छु बेलुका समय घुमिन्छु हाकिमहरुको फोन कल पनि दामी छ माइक नि राम्रो छ सागरलाई तरेर के लेख्या छ निधारमा के भएन पढेर ल यस्तो राख्दा त्यस्तो आवाज आइरहेछ सुनिरहनु भएको छैन बवाल छ अब यो ब्याट्री चाहिँ ब्याकअप भने जस्तो मैले चलाएको छैन चलाएपछि चाहिँ बरु दिइनँ भने चाहिँ म यसको रिभ्यू बनाउँला नत्र दामी छ स्पिकर है साथीहरू म पनि तपाईँहरूलाई रेकमेन्ड गर्छु है क्वालिटीहरू राम्रो छ हेभी छ 10 डेज भनेको छ वान टाइम नत्र 18 आवर्स हो होइन यो के भनेको छ ब्लुटुथ फङ्सन मोबाइल फोन कनेक्सन answer in call hey last number redials voice assistance play pause previous next and the volume adjustment other operating with clear pairing records pair with the intercom bluetooth headset of the brands other brand ma pani connect huncha la long press the motor button and then automatically search for signals music sharing okay music sharing garnu milda rahecha hold phone button plus motor button at the same time language switch hold volume plus okay राम्रो रहेछ फिचर रहेछ switch the intercom press the corresponding device later button disconnect intercom single click and the यो चाहिँ नि बवाल राख्नु पर्ने रहेछ यार यो चाहिँ भोलि कनेक्सन गयो डिस्कनेक्ट गरे भने अलि आउँदैन बिल्कुल यो चाहिँ बवाल छ ल ठिक छ ल हेर्नु होला है दामी छ साउन्ड चाहिँ बवाल छ यार स्पिकरमा सुनेको जस्तो छ ल लेट्स यो हेर्नु होला तपाईहरुलाई इन्ट्रेस्ट लाग्यो भने चाहिँ अलि मैले फर्स्ट टाइम बनाएको यस्तो अनबक्सिङको इफ इन्ट्रेस्टेड र खुसी लाग्यो भने देखुन राम्रो लाग्यो भने सरी राम्रो लाग्यो भने किन्दा हुन्छ तर रिकमेन्ड मैले अहिले किनेको र यसको क्वालिटी हेर्दाखेरि चाहिँ रिकमेन्ड गर्छु चिप प्राइसमा एकदम क्वालिटीको यसमा एकदम बवाल छ मैले चाहिँ नि यो लिएको चाहिँ नि नगाडिकन भन्दाखेरि चाहिँ नि मलाई 6000 नि भनेको थियो त्यहाँ गइन एउटामा अनि अर्को 45 भनेको थियो र मैले चाहिँ बार्गेनिङ गरेर 35 सम्म लिएर आएको 35000 सम्म ओके इन्जोय गर्नुहोस् यो हेर यो V6 हो हैन V6 प्लस राइडर्स टेपिटी राम्रै पाइन्छ हेरेर लिनु होला थ्यांक यू